एकछिन साथीहरू एकछिन भिडियो अन्तिमसम्म हेर्नु होला हैन। यस्तो सिनहरुको भिडियो घर बसी हेर्नुहुन्छ भने चाहिँ खतरा मोटो भ्लग सर्च गरेर हेर्न सक्नुहुन्छ हैन। आज चाहिँ बहिनी र म चाहिँ चट्ट हैन घुम्न पनि बौद्धातिर जाने हो टक्क हैन। घन्टी सन्टी यसो वस्तुलाई गाउँमा बाउमालाई साह्रो गाह्रो हो नि त वस्तु सस्तु हेर्नलाई साथी हो। त्यो भएको कारणले घन्टी खोज्न गइरहेको छु हैन। लास्टसम्म हेर्नलाई त। एन्ड मेरो सबैजना मित्रहरूलाई दर्शन नमस्ते हैन। वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि आइसकेको छ खतरा मोटो भ्लग्स हैन। ल हेर्दै गर्नु होला साथी, राम्रो छ है त भिडियो चाहिँ दामी छ है त। अनि साथी हो फाइनली यस्तै हो हैन। अब खासै भिडियोहरु त राम्रो बनाउनु पनि आउँदैन, एडिट गर्नु पनि आउँदैन। अब के गर्नु यस्तै छ साथीहरु हैन। स्किप नगरिकन लास्टसम्म हेरिदिनु होला र मलाई माया गरेर लाइक सब्स्क्राइब पनि गरिदिनु होला भन्दै अगाडितिर भिडियो हेर्नु होला है त। यो चाहिँ साथी हो चाबेलबाट उता यो बौद्ध जानेपट्टि जोरपाटी जानेपट्टि हो। बब्बाल छ नि त हैन। बाटो त हाम्रो नेपालको पनि विदेश जस्तो छ नि त हैन। हामी चाहिँ अहिले अनि पेट्रोल पम्पमा आइसकेको छ यो फाइनली हैन। अब पेट्रोल सेट्रोल पनि हाल्नै पर्ने हुन्छ साथी हो। देख्न सक्नुहुन्छ कुन बाइक हेर बब्बाल छ। जाऊ त बहिनी टिकट काटेर लिएर आऊ। ऊ त्यहाँ जाउँ न, त्यहाँ त्यो ढोकामा जाउँ त। अनि फाइनली बहिनी पनि गइसक्यो। अनि अब तेलसेल चट्टा हालिन्छ हैन। त्यहाँबाट हामी चाहिँ सर बौद्धतिर घुम्न गइन्छ है त साथीहरू। ल फाइनली हैन तेलसेल हालिसक्यो साथी हो। अब तेलसेल हालेपछि चट्ट यहाँ के गरी बस्ने र हैन, के हेरी बस्ने। अब चट्ट हिँड्नु पर्ने हुन्छ। स्वाट्ट हिँड्यो है त। अहिले चाहिँ हामी टक्क वसुन्धरातिर छु है त हेर्नु दामीसँग हैन। बब्बाल छ क्या आजको भ्यूहरू चाहिँ है साथीहरू। कस्तो छ है त भन्नु होला कमेन्टमा।
फाइनली हामी चाहिँ बौद्ध आइपुगिसक्यो होइन। बौद्धभन्दा यतापट्टि खोज्दैछौँ हामी चाहिँ। बहिनीले चाहिँ खोज्दै खोज्दै आउँदैछ, म चाहिँ बाइकमा बिस्तारै हिँडिरहेको छु। बहिनीलाई चाहिँ सोध्दै सोध्दै आऊ है भन्दैछु क्या। बहिनी पछाडि पछाडि छ र कसैले भन्छ यता त पाउँदैन, उता चोरपाटीको ओह्रालोतिर पाउँछ भन्छ कसैले होइन। कसैले चाहिँ अब पाउँदै पाउँदैन भन्छ। बहिनी चाहिँ त्यहाँ सोध्दैछ ऊ। फाइनली हामी जति खोज्दा पनि पाएन होइन। त्यस पछाडि पार्किङमा आएँ हामी। पार्किङ पनि कति राम्रो छ साथीहरू, देख्न सक्नुहुन्छ होइन। चट्ट पार्किङ हाल्नु पऱ्यो, त्यहाँबाट अब टिकट सिकट काटेर चाहिँ हामी जान्छौँ। जति खोज्दा पनि पाएन हामीले होइन। त्यो साइडतिर चाहिँ अब एकचोटि भित्र गेटबाट भित्रै छिर्नेछौँ हामी। टक्कै यहाँ चाहिँ टिकट काट्छौँ। टिकटको चाहिँ कसरी छ त घन्टाको भनेर सोद्धाखेरि चाहिँ घन्टाको चाहिँ 25 रुपियाँ छ अरे साथी यहाँ ठ्याक्कै बौद्धको यतापट्टि साइडमा है। यस्तो रहेछ पार्किङ चाहिँ। ल मैले टिकट सिकट काटिसकेँ फाइनली होइन। अब चाहिँ हामी सरासर हिँड्दै जान्छु। पैताल हिँड्दै जान्छु। कति बाइकमा हिँड्नु होइन, ढुट्टो लडेक चलाओ है बहिनी जाउँ। र अब चाहिँ हामी होइन अब गेटभित्र छिरिसक्यौँ, हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ सोध्दै सोध्दै जान्छु, यहाँ चाहिँ टिकट हो क्या हो भने त होइन रहेछ। हामी चाहिँ सट्ट छिर्यो होइन। त्यो यहाँ बसेको चाहिँ मतलब माथि चढेको होला यो बौद्धमा। माथि चढेको चाहिँ हामी चाहिँ माथि चढ्दैन। अहिले हामी लास्ट बिजी छौँ होइन। त्यस भएको कारणले गर्दाखेरि चाहिँ हतार हतार गर्नुपर्छ। ल छिटो छिटो खोज्नुपर्छ। बहिनीलाई चाहिँ सोध्नु पठाइ गर्ने हो होइन। अब बहिनी हुँदा हुँदै दाइलाई के दुःख होइन, बहिनीलाई चाहिँ सोध्नु पठाउने हो सट्टसँग। अनि आफू चाहिँ हिँड्ने हो। प्रोजा खान्छ क्या खान्ला यहाँ रहेछ केदल तै पनि खाँदै छ प्लान केदल ये तो पाउँदैन रे ए अन्त भइहाल्यो नि ganti sama siapa sama tahu ada di siapa nak kerap ini nggak ada yang ramai kan nggak ada kalau ganti sama oh यस्तै तर अलिक ठुलो बडा यहाँ छ त उता त्यही हो क्या उता रहेछ त अनि उता माथि रहेछ उता माथि चेउला मङ्गलो माथि झुन्डाको त्यो अब त्यस्तो खालको छ त उहाँबाट कतै पर्दै होला मेरो छोड्दा होइन होला एउटालाई नै 1200 घन्टी पनि लास्टै महँगो भन्दो रहेछ होइन। अब आज घन्टी किनै होला जस्तो छैन। अब भने जस्तो भेटेर राम्रो भेट्यो भने 3टा जति पठाइदिउँ भनेको। अब आज बौद्ध घुमाइ जस्तो पर्ला जस्तो छ बहिनी होइन। एकछिनमा फोटो सोटो खिच्नुपर्छ टक्क दाजुबहिनी मिलेर अनि टक्क हिँड्नुपर्छ। सोद्धा हिँड है सोद्धा हिँड टक्कसँग सोद्धा हिँड राम्रोसँग। माला चाहिँ उक्ली चाहिँ हो जी अरे सुनार त्यसले यो कसरी पर्छ 400 यो भन्दा अलिक ठुलो छैन 500 जतिको हुन्छ हजुर हेरौँ न हो जले सुई सस्तो छ पड्यो त्यहाँ चाहिँ हो जिम्पले महँगो लाग्ने छ 500 वाला देखाइदिनु न हामीलाई हजुर वस्तुको लागि है यो घन्टी बल्ल बल्ल अघि कसैले जोर पाटीतिर पकाउँछ भनेर त्यता गयो बाख्रालाई चाहिँ कुन जोर पाटीसँग पुगिरह्यो एउटा बाख्रालाई 2टा वस्तुलाई पठाइदिए सम्झना त्यो हिला मिना गाछी हिला
दुईटा वस्तुको लागि एउटा सानो तर अन्त मजाले गराउँछ होला है यो मात्रलाई एउटा ल्याउ न त्यो चाहिँ बा खोजेन त्यही भयो हामी त हद्दा हद्दा ल ए बाख्रा हरायो भने यसले थाहा पाउँछ हो बस्तो हराएर गाउँ घरतिर ठ्याक्कै त्यति नै हो अलिकति मिलाइदिनु न यो कति हो भने 1024 1300 300 मात्रै ल्याउनु कुनको चाहिँ यो सबै अब 1300 नै दियो ला पैसा त खानु थाहा नि खै एकछिन तैबित्त खै चाहिँदा लिनुहोस् या हो न मलाई कि इक्लु धुलाई त हौ भने या आग्लु केही त छैन है चाबीतिर झुन्डाउने माला त्यो छोरी मान्छेको लागि हस् हुन्छ पोको पारिदिनु त यो चाहिँ के को लागि चाबीमै है यो पनि हो त्यो किरण भन्छ अब चाबीहरू जुन मने घाँटीमै झुन्ड्याइदिनु भयो मनिदिनु भयो तिनटै ल्याइदिनु भने ए फाइनली सपना साकार भयो होइन घन्टी सन्टी पनि अब पाइहाल्यो किनिसक्यो सबै अब फोटो खिच्यौँ बहिनी र म मिलेर दाजुबहिनी मिलेर होइन त्यहाँबाट अब चाहिँ जानुपर्ने हुन्छ बहिनी जम्मै अब चाहिँ भन्दै हामी चाहिँ बाटो तर्फतिर लाग्यौँ हेर्दै गर्नु होला भिडियो त्यो ल ल भन्नु न पहिले त्यति नखोल्नु के हेर्नु यो उकिँदैन हो कि हामी लिएर आउनु उकिँदैन त्योहरू मगाउने राम्रो खालको छ बल्ल बल्ल सबै काम मिल्यो साथी हो हामीले होइन अब चाहिँ टक्क घर तर्फतिर जानुपर्छ मम्मीलाई पनि एउटा किनिदिइहालेँ पोते बहिनीले टक्कसँग ल आजको लागि चाहिँ भिडियो यतिलाई बाई बाई हो आजको दिन शुभ रहून् भन्दै आजको भिडियोलाई फेरि पनि बाई बाई टाटा मित्रहरू